नेपालको बागमती प्रदेशको दादिम जिल्लाको नीलकण्ठ नगरपालिका नजिक आज स्थानीय समय अनुसार 11:27 3.8 म्याग्निट्युडको भूकम्प गएको छ। EMSCले आफ्नो वेबसाइटमा रिपोर्ट गरे अनुसार भूकम्प सतहबाट 20.0 किलोमिटरको कम गहिराइमा समन्वय अक्षांश 27.94 र 84.86 देशान्तरमा अवस्थित थियो। भूकम्पको सही परिमाण, केन्द्रबिन्दु र गहिराई केही घण्टा वा मिनेटभित्र भूकम्पविदहरूले तथ्याङ्कको समीक्षा गरेर गणनाहरू परिमार्जन गर्ने वा अन्य निकायहरूले आफ्नो रिपोर्ट जारी गरेपछि परिमार्जन गर्न सकिन्छ। भूकम्पको केन्द्रबिन्दु नजिकका सहर वा सहरहरूमा नीलकण्ठ, दादिम जिल्ला, बागमती प्रदेश, केन्द्रबिन्दुबाट 5 किलोमिटर वा 3.10 माइल टाढा, गोर्खा, गण्डकी प्रदेश, 37 किलोमिटर वा 22.9 माइल टाढा, गुनीबेसी, दादिम जिल्ला, बागमती प्रदेश, 9 माइल टाढा, चन्द्रगिरी प्रदेश, बागमती प्रदेश, करिब 37 किलोमिटर टाढा रहेको छ। काठमाडौँ जिल्ला, बागमती क्षेत्र, 47 किलोमिटर वा 29.2 माइल टाढा अवस्थित छ। सम्भावित प्रकम्पहरू आउन सक्ने सम्भावित प्रकम्पहरूका लागि सतर्क रहन सिफारिस गरिएको कार्यक्रम हो। आज दिउँसो भूकम्पको केन्द्रबिन्दु नजिकका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। यस भूकम्पले त्यहाँका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूमा ठूलो प्रभाव नपरोस् र फेरि भूकम्प नआओस् भनी प्रार्थना गरौँ। आमेन।